ल अघिसम्म डिङ्ली हेलो गाइज वेलकम ब्याक टु द एन्डर ब्लग र आज चाहिँ म रोल बस स्टपको छेउनेरिबाट हामीले सुरु गरिसकेको छौँ र यहाँ दाइले चाहिँ बोल्ट मगाइसक्नु भएको छ बोल्ट पनि आइसकेको छ होइन त टक्क लगाएर अब यहाँबाट टक्क जाने तर बोल्टै गरेर ठोकिदिएको रहेछ नि अब त्यही अब हजुरलाई म सिधै बोल्टबाट हजुरलाई म देखाउँदै जान्छु है साथीले चाहिँ पासपोर्टै बिर्सेर उसको उसमा आउनु भयो क्या बस स्टपमा यहाँ आएर वेट गर्नु पऱ्यो त्यही भएको कारणले गर्दा गाह्रो भइहाल्यो ल यता चाहिँ हाम्रो दाइ अगाडि बस्नुहुन्छ आज चाहिँ कतिको ह्याप्पी छ भन्दा सागरलाई आज पासपोर्ट बिर्सेर कतिको ह्याप्पी छ धन्न मैले झन्न छिटै मैले भने एटलिस्ट 12:30 बजी निस्किनुपर्छ भनेर मैले उसले पछि मन चाहिँ कि पासपोर्टै छैन भनिदिन्छ किन सँगै पाएन सँगै सिट छैन सँगै सिट हो जस्तै मानौँ तिमी उतापट्टि झ्याल्न भयो है तिमी त झ्यालमा भयो तिमी त झ्याल्न होइन म झ्याल्न भए तिमी यहाँ छौ क्या त्यही हो यस्तै यतापट्टि चाहिँ झ्याल छैन अब पुग्नको लागि कति मिनट लाग्छ 14-15 मिनट पुग्छ त्यहाँ ट्राफिक छ कति बजेको र फ्लाइट 3 बजेको इनफ पुग्छ इनफ जहाँ चाहिँ निद्रा लागेको छैन आज निद्रा त पुग्न त पुगेको छैन आज उतै उडानमा पुऱ्याउँछ जस्तो छ निद्रामा त्यस्तो लागिरहेछ आएर अन्डरग्राउन्डमा आइपुगिसकेको छौँ यहाँबाट निस्किँदैछौँ है तर अन्डरग्राउन्ड यहाँको चाहिँ एकदम माल्टाको चाहिँ छोटो छ देशै सानो भएको कारणले गर्दा अन्डरग्राउन्डै सानो छ होइन ल फाइनली आइसकेको छ है केही पनि छुटेको छैन है छुट्नु पनि भएन हामी आइसकेको छौँ टक्क लगाएर निकाल तल ब्याग चाहिँ ल हस् परबाट जाउँ दाइ ल ल जाउँ 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 आउनु 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 हामी आइसकेको छौँ गाइज भन्नुपर्दा अनि टक्क यो हेर कति राम्रो छ मेरो त आँखा गइहाल्छ त्यतैतिर होइन हामी हुन त केही पनि होइन घुम्न जानुपर्ने हो आज दाइले एकदम हेल्प गरिराख्नु भएको छ मलाई सिटकेस बोक्नु सार के भन्न चाहन्छ आज तिमीलाई के को दुःख हामी घुम्न के भन्छ घुम्न त गएको नि आइहाल्छौँ नि हामी फर्केर फेरि केही पनि फरक पर्दैन हामीलाई यहाँ चाहिँ के को लागि हाम्रो युरोको लागि रहेछ पुरै हामी चाहिँ टक्क लाएर भित्र छिरिसकेको छौँ है यहाँबाट टक्क है पुरै बोर्डिङ पासको लागि रेडी भइसकेको रहेछ हामीले टक्क क्युआर गर्ने छट्ट निस्किने हो बोर्डिङ पास भइसकेकै छ टेन्सन भएन सागरलाई बिचरा भारी भयो होला यस्तो सुटकेस भयो कति गुडाउन मजा आउँथ्यो त्यही यहाँ रायन चाहिँ छैन यहाँ सबै रहेछ नि त ट्राभल टुर्किस एयरलाइनको हाम्रो रायनकै त एजेन्डा बुक्छ लोकल 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 हामी लोकलहरू लोकल त्यही अब यहाँ टक्क लाएर बोर्डिङ पासमा सबैजना मान्छे बसिरहेको छ तर मेरो चाहिँ बोर्डिङ पास मैले चाहिँ अनलाइनबाटै गरिसकेको थिएँ मलाई सजिलो भयो यहाँनिर होइन यहाँनिरको चाहिँ हाम्रो जुरिक रहेछ मिलाना बर्गन रहेछ हाम्रो चाहिँ लिस्बोन हुन्छ यहाँनिर चाहिँ तर यहाँ रहेन रहेछ लन्डन पनि रहेछ पुरै हो तर यहाँ जति पनि हुन्छ जति पनि छ सबै चाहिँ मतलब भनौँ न एकदम सानो हुन्छ क्या प्लेन एकदम ठुलो हुँदैन धेरै बरु थोरै थोरै लाग्छ तर धेरै हुँदैन त्यही म नि एकदम ह्याप्पी नै भइरहेको छु किन भन्दाखेरि होइन अब यसो घुम्न गइसकेपछि चाहिँ इन्ट्रेस्टिङ हुन्छ एउटा मान्छे होइन टक्क लगाएर चाहिँ लिप सिक्समा आइसकेको छ है भ्लग भन्ने कुरो बन्द गर्नु हुँदैन अरू भन्दा नि है अरू मलाई बाल भएन मेन भनेको भ्लग हो मेरो एसेन्सियल कुरा त्यो साथी चाहिँ मलाई माथि पर्खिरहेको छ उसलाई ट्याप हानिदिएको उ त हिरो भएर निस्किसकेछ छोडेर हिँड्नु यता चाहिँ दिदी हुनुहुन्छ है सेम यार मलाई फिलिङ त तर रिफर गरे जस्तो भइरहेको छ एकदम तरिकाले ल यताबाट चाहिँ हामी निस्किसकेको बाई बाई चाओ यहाँ पर्खिराख्नु भएको रहेछ दिदीहरू चाहिँ बाई बाई अब यहाँबाट चाहिँ यता के हो चेकिङ के हुने हो थाहा छैन होइन
यहाँबाट चाहिँ कतापट्टि जाने हो थाहा छैन तर एयरपोर्ट पनि यहाँ फर्स्ट टाइम यतापट्टिको छिरेको यो कता कता यस्तो सब मार्केटिङ र एडभर्टाइजिङ मात्र छ पुरै है। दिलले चाहिँ फोन गर्नुभएको थियो भित्र छिरो भन्नुभएको थियो भित्र छिरिसकेको पुरै। यहाँनिर मलाई चाहिँ एकदम पानी खान मन लागिरहेको छ। पानी खाना भनेर चाहिँ अब रेडी हुनुपर्छ। अरे गेट पनि कतिवटा गेट छ यार कुन गेटमा छिर्ने हो थाहा नै छैन तर वेटिङमा भइसकेको छ होइन। धेरैमा अब 15 मिनट मात्र छ बाँकी 15 मिनटमा सबै थोक हुन्छ। धेरै टाइम लाग्दैन रहेछ यो चाहिँ बाहिरको चाहिँ। अब हाम्रो चाहिँ लाग्थ्यो भने 1 घन्टा त्यो वेटिङमा राखिदिन्थ्यो। यहाँको 1 घन्टा पनि के राख्नु 1 घन्टा नि राख्दैन बाङबुङ भइहाल्छ हुने कामहरू पुरै फुल भइसकेको छ। यो मलाई पल्टिन्छ र मात्र यार चाहिँ टक्क म चाहिँ गेटमा पर्खिरहेको छु है। सबै टिकटहरू मात्र छ यहाँनिर चाहिँ टाइम लाग्छ यतापट्टिको भइहाल्यो भएर नि सबै एडभर्टाइजिङ हो यहाँनिरको। यतापट्टि पनि सबै गेटमा पर्खिरहेको छु। यो म जानेपट्टि चाहिँ सबै त्यो लिस्बनतिर पोर्चुगलतिर हो। हामीले ठ्याक्कै लिस्बनमै उत्रिनु पर्ने साधनमा आज फ्लाइट नम्बर 9654 यु क्यान ट्र्याक अल्सो 9654 हो होइन हाम्रो चाहिँ त्यही हो। चुत माल्टाको एयरपोर्ट यार के भयो यस्तो छ अरे यार कत्रो वेट लगाइदिएको क्या टाइम पनि यार यत्रो वेट गरेको यार लगभग 4 बजे लिएर जान्छ होला है। सागरको पासपोर्ट चाहिँ यहाँनिर चाहिँ पासपोर्ट र के हो यो टिकट पर्खिने थाहा छैन मलाई नि 3 बजीसम्म उडाउँछ होला भनेको यार खै कता जान्छ प्लेन पनि सही छ। अब चाहिँ है म चाहिँ दोस्तलाई पर्खिरहेको छु वेटिङमा छ मलाई चुट पुरै यतापट्टि पनि सर्लक्क परेको छ। खाने दोस्त टक्क लगाएर यहाँ दुबई भयो एउटा दुबईको प्लेन हो। त्यस पछाडि यो इजी जेट रहेछ यो चाहिँ कहाँको थाहा छैन है तर मलाई पनि बसमा पनि यो बसहरू पनि अलिकति अझै हाल्नुपर्ने हो क्या बसै छैन यार। माटाको हुन त एयरपोर्टै सानो छ एयरपोर्टै सानो भयो घरको प्लेन पनि आइसकेको छ यहाँनिर। गाडी पनि कुदाइसकेको छ ढोका टक्क बन्द भइसकेको छ। कति टाइम लाग्ने 3 बजीसम्म त उडाउने भन्ने थियो उहाँलाई चुटहरूले झुकाएर टाइमै लगाइदिने भइहाल्यो। काम फेरि सलल्ल लागेको छ सागरजी पनि लभजोडी है पुरै जहिले पनि भोल्न बोलिरहेको यहाँ हेर्नु आज मात्र होइन घुम्न जाँदा त एटलिस्ट होइन घुमे जस्तो हुनु न ल है के रहेछ भन्नु जहाँ छ यहाँनिर चाहिँ एक्सपिरियन्स हेभी ड्राइभरहरू चाहिँ छँदैछ पाइलटहरू उनीहरूले एकचोटि पुरै गरिदिरहेको छ। ए सागर ए हामी लाग्यो रकेट छ यहाँ चाहिँ रकेट छ ए लाग्यो गाइज अब चाहिँ पुरै तरिकाले पोर्तुगलतिर गाइज एकदम बब्बाल रानियर हो यहाँनिर चाहिँ हामी सस्तो हिँड्छौँ है। महँगो मान्छे खासै हिँड्नु सक्दैनौँ त्यो पनि बब्बाल छ। पखेटा हेर्दा त अबै डरै लाग्दैछ यार खोइ सिस्टम हेर न साथी सिस्टम हेर न पुरै यहाँनिर चाहिँ अब चढ्न दिउँ होइन आफूभन्दा ठुलो मान्छेहरूलाई एउटा रेस्पेक्ट तरिकाले दिउँ केही फरक परेन धेरै होइन थोरै पार्छ। अब हामी बिस्तारै जान्छौँ यताबाट वेट गरिरहेको छु। पङ्खा घुम्न थालिसक्यो यहाँनिर हेर्न सक्नुहुन्छ गाइज त्यही भनेको हामी त यहीँ चाहिँ पुरै दाजुभाइ होइन आज दाजुभाइ भएपछि माल्टा पुरै हल्लाइदिएको छौँ होइन माले भन्यो बुढाबुढीको हेर यस्तो माया छ कसैले गर्न सक्छ होला मलाई त गर्न सक्दैन। अब म भन्दा नि पछाडि राम्रो छु दोस्तहरू भन्दा राम्रो म छैन काली बुङ्गुरसँग म काले बुङ्गुर हो छोड्ला जस्तो छ हामी ल है त हामी चाहिँ चढिसकेको छौँ है चढिसकेको छ घाम पनि बब्बाल तरिकाले लागेको छ र बसको हुड जस्तो छ है ल यहाँनिर चाहिँ टक्क लगाइसकै राख्ने ठाउँ छ है। यस्तो छ यार हालत के गर्नु यो त के हो यार के हो ए यार पुरै प्याक छ यार गाडी पुरै प्याक छ यार
कफीको एउटा टाइम छ यहाँ लगाएर यता राम्रै राम्रै छ यार यहाँको फ्लाइटहरू त कति राम्रो छ मान्छेहरू टाइम लाग्छ हेर्नुपर्छ कहाँनिर हो किन्थ्यौँ जाने म बनाउँछु भिडियो यताबाट नि आइरहेको छन् है मान्छेहरू टक्क लगाएर अब हामी चाहिँ छिर्नु पर्ने हुन्छ सिटमा टक्क लगाएर हामीले छिरिसकेको छौँ है दुईजना छौँ धरती लोकमा छौँ हामी यहाँनिर चाहिँ फलो इन्स्ट्रक्सनहरू छ होइन यहाँबाट यस्तो यस्तो भ्यू देखिन्छ यहाँ बाबा फेरि हो यहाँबाट टक्क लगाएर अब यसलाई गियर चेन्ज हुन्छ र उताबाट जेट आउँदो रहेछ इजी जेट त्यहाँ आउँदो रहेछ र यता रोक्यो जस्तो लागेको छ मलाई गियर बढाइसकेको अवस्था छ है पुरै बेलुका जस्तो भइसकेको छ हिँड्न कहाँ गयो ल है गाइस लाग्यो बाटो है अब मेरो लागि चाहिँ चाउमेलै हो मेरो लागि चाहिँ पुरै मालदा चाहिँ मेरो गन्तव्य अब कहाँसम्म हुन्छ मलाई पनि थाहा छैन एउटा अब रम्काउँछेलले नाटक चाहिँ थिएँ तर उता त छोड्नु पऱ्यो भन्ने बेलामा यता भयो भन्नु सब क्लिनहरू छ यसको बसेको छ यसको नि सब चाहिँ मिसेको होला नाटक चाहिँ थोरै बेर लाग्यो होइन वेटिङ गर्नु 3 बजेको फ्लाइट कति भइसक्यो 4 बजिसक्यो हेर्नु त 3 बजीको फ्लाइट ओ माइला गाइस ओला छोडिसक्यो माल्टा छोडिसक्यो अब यताबाट पनि देखाउँछु म हजुरहरूलाई है टक्क लगाएर माल्टा चाओ माल्टालाई चाओ बबाल देखिएको छ है भ्यू चाहिँ ओ माई गड स्याडो हेर्नु न स्याडो बबाल देखिएको छ माल्टा ओ माई गुडनेस माल्टा यस्तै भयो है गाइज अब हेर्नु सबै पहिले देखिने यार सुरुमा आउँदा मैले त के भन्छ राति आएको थिएँ राति आएर देखेको थिइनँ तर अहिले चाहिँ मैले अब भनौँ न घाम स्याडो त तल पुगिसकिहाल्यो हामी एकैछिन माथि पुगिसक्यौँ स्याडो ऊ आउनु थालिसक्यो पुरै बबाल देखिन थालेको छ छाया समुद्र हेर्नु न दोस्त मुटु नै चिसो यार सेन्चुलियनको टावर यहाँ छ है सेन्चुलियनको टावर ए मर्करी टावर सेन्चुलियन नै भनौँ न मर्करी टावर देखि बबाल ल राम्ररी हेर्नु सक्नुहुन्छ त्यो चाहिँ मिलिया जाने हो यो चाहिँ ठ्याक्कै मिलिया जाने हो यो मिलिया जाने हो ठ्याक्कै है मैले काम गर्ने होटलमा त्यहाँ आउँछु म रिभेरा त्यसलाई चाहिँ म धेरै धेरै मिस गर्छु मेरो केटाहरूलाई पनि भनेसम्म सबजनालाई मिस गर्छु होइन अब कहाँनिर भने मैले गर्ने होटलमा काम यहाँनिर चाहिँ यही हो अलि देखिरहेको बल्ल शान्त भएकै अब एउटै अल्टिट्युड हुन्छ प्लेन चाहिँ भोलिसम्म चाहिँ ब्याकअप under the seat in front of you. Portable electronic device must remain flight mode. Thank you. हामी लगभग 10 मिनट छ है 10 मिनटमा पुरै हुन्छ ल्यान्डिङ है
भनेर भनेको छ अघि चाहिँ हामीलाई, तर प्यासेन्जर चाहिँ पुरै फुल हो। यतापट्टिकै बाहिरको भ्यू देख्न सक्नुहुन्छ। केही देखेको छैन। स्याडोले पुरै झ्याप्पा हानिरहेको छ पुरै पुरै। साँच्चै पानी पर्दै होला क्या बाहिर जस्तो लागिरहेछ। पानी चाहिँ थाहा भएन, पिटी गर्दैछ गर्न चाहिँ। यस्तै छ हुन चाहिँ। तर पनि खुसी भयो आज चाहिँ, किन भन्दाखेरि हामी यो भित्रको एउटा भनौँ न प्लेन चढ्न पायौँ। पानी पर्दैछ यस्तै छ। साथीले भन्नु के भयो अरे साथी? पानी पर्दैछ। ल ठिक छ, पानी पऱ्यो भने नि ल हामी चाहिँ यहाँनिर घाम पनि लागेको छ है दोस्ती यहाँनिर। खै त कहाँ पर देखिरहेछ। वेलकम टु पोर्चुगल। घाम लागिरहेछ जस्तो अगाडि चाहिँ देखाउँ त्यतिकै देखाउँ। त्यहाँ चाहिँ घाम लागिरहेछ है। यतापट्टि चाहिँ पुरै चिसो गर्छ, लाइक मौसम लाइक मोडरेट टाइपको होला सायद। म ट्राई गर्दैछु उठ्नलाई चक्काको लागि। चक्का पुरै Finally, we are landing. Yes. Landing भइसकेको छ। अर्को चाहिँ अब स्टपको बारेमा आइपुगिसकेको छौँ हामी। साथीले भिडियो बनाइन्छ है। आइपुग्यो पोर्चुगल। हेर्दा हेर्दै भन्दा भन्दै लाइफको डिसिजन के लिएको थियो, के लिएर कता आइपुगिसक्यो है। खट के हो? It's a nice place. Malta? Oh, it's beautiful, isn't it? I absolutely. पछाडि के पछाडि मान्छे चलिरहेछ। पछाडि गाडी रहेछ। साथी कस्तो छ त? अब के गर्छ तिमी भन्देऊ न त। के गर्नु सोचिरहेको छु नेट कहिले पर्छ। अब हामीले सुरुमा सबभन्दा सुरुमा नेटको जरुरी छ। इन्टरनेट भनेको सबभन्दा सुरुमा है। हामीलाई केही पनि थाहा छैन, हामी यात्री हो। चाहिँ बवाल भएको छ, पानी परेर राम्रो भइरहेछ भनौँ। माल्टा लिस्बन आइसकेको अवस्था छ है। कहाँबाट छिरे इधर हेर न, बक 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 निस्किन्छ नि त। अब हामी कताबाट जाने हो थाहा छैन है। टक्क लगाएर सागर चाहिँ पुगिसकेको छ लिस्बन है। म पनि पुगिसकेको छ। यताबाट हजुरलाई एयरपोर्ट देखाउँथेँ म, यताबाट आइहालेँ। यस्तै छ है, सिक्युरिटी एकदम टाइट छ। बबाल छ भन्नु यार यतापट्टिको भ्यूहरू। सिलिङ भयो यताउता। बल्ल बल्ल यार बोल्ट पनि बल्ल बल्ल भेटिएको छ यार। एकदम मुस्किलले भेटिँदो रहेछ यार। हामीलाई केही पनि थाहा छैन कहाँनिर पार्किङ हो, कहाँनिर स्टप हो, केही पनि थाहा छैन नि त। किनभने हामी फर्स्ट टाइम आएको न, हामीलाई कसैले लिन पनि आयो है। यार भनौँ न एजुकेटेड पर्सन भनौँ, त्यो भएको कारणले गर्दा हामीले आफै पनि खोज्यौँ। बरु लाग्यो होला समय, आधी घन्टै जति लाग्यो है यताउति घुम्यो। तर एटलिस्ट हामीले हो एक्लै भने बौलाउँछ मान्छे है। तर किन भन्दा हामी दाजुभाइ भइसकेपछि किन के गरिन्छ भन्ने छ त्यो। त्यही भएर अब भन्छ नि, एकजना साथी चाहिँ एकजना मतलब तिम्रो चाहे त्यो दुःखमा होस् चाहे सुखमा होस् हुनैपर्छ कि एउटा। चाहे त्यो हुँदाखेरि चाहिँ तिमीलाई पनि एकदमै पछिको लागि हेल्पफुल एकदमै हुन्छ है। त्यही हो। र अर्को भन्नुपर्दा भने त्यो होस्टेल पुग्नको लागि चाहिँ लाइक 25 मिनट्स लाग्दो रहेछ भन्नुभयो यहाँनिरको दाजुले भनौँ न। राति आइपुगिसकेको छ। अब हामी चाहिँ है अब पोर्तुगलको बासी त भएको छैन, यसो घुम्नको लागि भिजिटको लागि आएको। बासी चाहिँ भइसकेको छैन। हेर्न सक्नुहुन्छ रातिको राति एकदम स्यास्या भयो। मान्छेको उकालो बाटो चढेको। होटल चाहिँ पनि बुक गरेको हामीलाई नि फाइदा हुन्थ्यो यार। गाह्रो भएर म साथी चाहिँ अगाडि छ। साथीभाइ भयो भने त मलाई केही पनि डर पनि लाग्दैन। राति 11 बजे होस् 12 बजे होस् अर्काको यो ठाउँ भएपछि मलाई केही पनि थाहा नभएपछि त्यति चाहिँ गाह्रो हुने क्या मलाई।
हामी यहाँबाट कता ओह्रालो बाटो धन्न हामी फेरि हामी होटल गएको त्यत्रो बोलतिर के भन्छ बुकिङ गरेको छ भने मात्र मिल्छ बुकिङ गरेको छैन मिल्दैन भन्छ बिहान सुत यस्तो सुटकेस पनि राम्ररी गुड्दैन यार के खालको बाटो यो पागल हो यार यस्तो गाह्रो यार फर्स्ट टाइम यार जिन्दगीमा अझै कति भोग्नु छ भोग्छु पनि म्याच तर एक दिन सक्सेस भएर निस्किन्छु चाहे यस्तै सक्नुहुन्छ यस्तो बाटो छ मलाई पाल्टामा त एटलिस्ट घुम्ने बाटो थियो केही पनि छैन कहाँ सोच्छु गर्न बिहान सोच कस्तो गाह्रो भइरहेको छ